तराई मधेसको चुरे क्षेत्रमा भइरहेको दोहनप्रति सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। युरोपियन युनियनको आर्थिक सहयोग तथा अर्थ जर्नालिजम नेटवर्क, एन्टेना फाउन्डेसन र नेपाल वातावरण पत्रकार समूहको साझेदारीमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ परियोजना अन्तर्गत 2081 फागुन 9 गते शुक्रबार धनुषाको जनकपुरमा आयोजित हरित आर्थिक वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी बहुसरोकारवाला संवाद कार्यक्रमका अधिकांश वक्ताहरूले चुरे जोगाउनु पर्ने बताएका हुन्। चुरे जंगल त नेपालको जीवन रेखा हो नि। त्यो इलामदेखि लिएर पश्चिम कञ्चनपुरसम्म, पूर्व इलामदेखि लिएर यो चुरे जंगलको जुन अवस्था छ सबैलाई थाहा छ। तर चुरे जंगलमा जानुस् न, जथाभावी जेसीबीहरू चल्दैछ, उत्खनन तीव्र गतिमा हुँदैछ। त्यो उत्खनन गर्ने को यति शक्तिशाली छ, उत्खनन गर्ने मान्छेहरू, त्यसलाई यहाँको सिडिओले टच गर्न सकिँदैन। टच गरे भने सिडिओलाई तुरन्तै फेरि हुन्छ। सबैको मिलो मतले, राज्यको मिलो मतले यसरी चुरे चाहिँ विनाश हुँदैछ। चुरिया जुन क्षेत्र छ हाम्रो यो नेपालको टोटल क्षेत्रमध्ये 12.78, झन्डै 13% भूभाग चाहिँ ओगट छ। तर भूभागको हिसाबले 13% भए पनि यसले चाहिँ सर्भिस दिने जुन कुराहरू छ त्यो झन्डै नेपालको आधा जनसङ्ख्या जुन तराई क्षेत्रमा बसोबास गरिरहेको छ, 50% ओभर मतलब पपुलेसन यहाँ छ, त्यसको जनजीविकासँग जोडेको छ। र यो चुरे क्षेत्रमा अहिले अब बढ्दो वन विनाश, अतिक्रमण र त्यसको एउटा नेचुरली त्यसको भौगोलिक बनावट अलिक कमसल पनि छ र त्यसले पनि एउटा बाढीहरू आउने अनि तराईका जग्गाहरूलाई कटान गरिदिने अनि रिभर बेडहरूलाई माथि ल्याइदिने त्यो कुराहरूले गर्दाखेरि अहिले समस्याहरू बढिराखेको छ। तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेको छ। तर जथाभावी उत्खनन र भूमिहीनका नाममा चुरे अतिक्रमण भइरहेको छ। यसको समाधानका लागि सहभागीहरूले चुरेको दीर्घकालीन संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। चुरे जंगल जुन छ, यो चुरे जंगल यो वाटर रिजर्भ ट्याङ्क हो। यो पानीको भण्डार हो, अन्नको भण्डारको साथसाथै यो पानीको पनि भण्डार हो। त्यहाँ जुन विनाश तीव्र गतिले हुँदैछ भने पानी रोक्ने त्यहाँ भएन। पानी रुक्दैन भने त्यो ट्याङ्की हो। ट्याङ्कीमा पानी रुकेन भने तल पानी कसरी आउँछ? हामी त तल्लो अवस्थामा छौँ। त्यसकारण चुरेको बर्बादले वाटर लेभल जुन तल जाँदैछ र यो मरुभूमिमा परिणत हुँदैछ मधेसको उपजाउ भूमि। एउटै उपाय हो, अव्यवस्थित बसोबास चुरेमा बन्द गर्नुपर्छ। चुरे क्षेत्रमा मेडिकल कलेज बनाउने बन्द गरिदिनुपर्छ। खास गरेर चुरिया क्षेत्रको यो मध्य प्रदेशको जुन छ नि, यो सिराहा, सप्तरी, महोत्तरी, यिनीहरू बढी प्रभावित क्षेत्रहरू छ। यहाँ वर्षेनी चाहिँ तपाईँको हेक्टरको हेक्टर त्यो खेतीयोग्य जग्गाहरू कटान भएर मरुभूमिमा परिणत भइरहेछ। त्यो व्यक्तिगत मान्छे, व्यक्तिगत जनताहरू एउटा मारमा परिराखेको छ। र यसको सम्बन्ध भनेको के हो भने डाइरेक्ट हाम्रो चुरे क्षेत्रमा भएको विनाश, त्यसलाई हामी जुन एउटा संरक्षण दिन सकिरहेको छैनौँ, कन्ट्रोल गर्न सकिरहेको छैनौँ, त्यो कुराहरू छ भने त्यसबाट आउने नदीजन्य पदार्थहरू जुन छ त्यसको उत्खनन जुन वैज्ञानिक किसिमले हुनुपर्ने हो, जुन इआईले सुझाएको प्रतिवेदन अनुसार हुनुपर्ने हो, त्यसको नियमनहरू त्यति राम्रोसँग हुन सकिराखेको छैन। चुरेको विनाशले मध्य प्रदेशका जिल्लाहरूमा पानीको सङ्कट चुलिँदै गएको छ। यसको असर कृषिमा पनि परेको छ। अन्न भण्डारका रूपमा चिनिने मधेसका जिल्लाहरूमा पानीको अभावले उत्पादन घट्न गई खाद्य सङ्कट आउन सक्ने सरोकारवालाको भनाइ छ। मधेसको एग्रिकल्चरमा सर्वप्रथम चाहिँ नोट गरिएको कुरा के हो भने सोइलको टेक्स्चर भन्दा पनि नि तपाईँको सोइलको चाहिँ लोकेसनै यहाँ ड्यामेज भएको देख्छु म त। टेक्स्चर बिग्रेकै छ, फर्टिलिटी तपाईँको बिग्रेकै छ। स्वाभाविक छ, फुड बास्केट अफ नेपाल भनिने मधेस भोलिको दिनमा सायद यो हैसियत पनि नराख्ला जस्तो अवस्था भएको छ। कोशीदेखि नराइनीसम्म चुरेको चाहिँ काखमा कृत्रिम नहर निर्माण गरौँ। कृत्रिम नहर निर्माण गरेपछि चाहिँ तपाईँको चुरे रिचार्ज हुन्छ, हराभरा हुन्छ, रुख रोप्नु पर्दैन। 2 अरब रुपैयाँ जुन छ चाहिँ तपाईँको राष्ट्रपति चुरे संरक्षणको नाममा चाहिँ खर्च गरिँदैछ, त्यो चाहिँ तपाईँको त्यो त्यसै पनि चाहिँ रुख उम्रिन्छ, रोप्नु पर्दैन, रिचार्ज हुन्छ। अनि माटो कन्डेन्स्ड हुन्छ क्या, त्यसले चाहिँ तपाईँको के भन्छ, त्यसले कन्डेन्स्ड हुन्छ। त्यो चाहिँ तपाईँको पकर अलि बढी हुन्छ, त्यो चाहिँ तपाईँको
अनि इरोजन हुँदैन, कम्प्याक्ट हुन्छ, त्यो इरोजन हुँदैन, त्यो चाहिँ भूक्षयको समस्या चाहिँ त्यहीँबाट समाप्त हुन्छ। अति चरीचरण, वन डढेलो, काठ तस्करी र अतिक्रमण मध्य प्रदेशको वन विनाशका प्रमुख कारणहरू हुन्। अर्कोतर्फ वन क्षेत्रमा काठ कुहिएर खेर गइरहेको छ, तर उपभोक्ताले भने काठ पाउन सकेका छैनन्। हरित आर्थिक वृद्धिका लागि 3 तहका सरकारबीचको समन्वय जरुरी रहेको औँल्याइएको छ। काठको सहज आपूर्तिका लागि कानुनी अडचनहरू समेत फुकाउनु पर्ने सुझाव उनीहरूको छ। 4 तहका साझेदारी वनहरू छन्, राष्ट्रिय वन, कवरेती वन, साझेदारी वन। यी वनहरूले पनि, सामुदायिक वन, यी वनहरूले पनि आफ्नो भूमिका निर्वाह गर्न सक्नु भएको छैन। उपभोक्तालाई पनि त्यो वनबाट चाहिँ प्रशस्त मात्रामा फाइदा लिन सक्नु भएको छैन। त्यो दूरदराजको त धेरै कुराहरू चाहिँ तल गएको छ। त्यो कटान मुछान हुने बेलामा अलिअलि हाँगाबिगा पायो भने मात्रै नभए वनका अध्यक्षहरू मिलेर ठेकेदारसँग मिलेर त्यो कताबाट कता कहाँ पुर्याइदिएको हुन्छ, त्यो उपभोक्ताले पनि पाउने अवस्था छैन। सामुदायिक वनहरूलाई जोगाउनको लागि, राष्ट्रिय वनहरूलाई जोगाउनको निम्ति र हाम्रा जनताहरूको लागि एउटा आय स्रोतको सिर्जना गर्नको लागि, समृद्धिका लागि वन सँगसँगै कृषिलाई हामीले जोड दिएका छौँ र हामीले हाम्रो पालिकामा रहेको नेपाल सरकारको जग्गा, साथसाथै नदीको छेउछाउमा रहेको जग्गा र बाटोको छेउछाउमा हामीले विभिन्न किसिमका बिरुवाहरू रोप्दै गइरहेको अवस्था चाहिँ छ र यो हामीले हाम्रो पालिकाको 14औं बिघा जति क्षेत्रहरूमा वन सँगसँगै कृषिलाई लगेको छौँ। प्रदेशमा प्रदेश वन ऐन 2077 र प्रदेश वन नियमावली 2081 आएको छ र त्यही नियमावली ऐन र नियमावली अन्तर्गत रहेर वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि 2081 पनि आएको छ र त्यो कार्यविधिले के गरेको छ भने हाम्रो प्रदेशमा, मध्य प्रदेशमा भएका वन क्षेत्रहरू त्यो वन संवर्धन प्रणालीमा आधारित रहेर कसरी व्यवस्थापन गर्ने त्यो कार्यविधिले बोलेको छ। कार्यक्रमका केही वक्ताले प्राकृतिक स्रोतको दिगो उपयोगका लागि प्रभावकारी योजना बन्न नसकेको उल्लेख गरे। यसका साथै वृक्षारोपण कार्य प्रभावकारी हुनुपर्नेमा समेत जोड दिएका छन्। हामीसँग भएका वन पैदावारहरू छन्, वन पैदावारभित्र काठ दाउराहरू छ, हामीसँग ढुङ्गाकृति बालुवाहरू छ, हामीसँग जलाशयहरू छ, हामीसँग अन्य पर्यटन विकास र जडीबुटी प्रवर्धन गर्ने कामहरू छ। यो काममा साँच्चै म यो चाहिँ एउटा मोडल बनाउँछु भन्ने मन्त्रालयको आफ्नो योजनाभित्र छ। म यो गर्छु र म यति रोजगारी सिर्जना गर्छु। कुन मन्त्रालयसँग छ? प्रदेश सरकारसँग कुनैसँग छैन। मैले 2टा बाटोलाई हेरेको छु, एउटा उत्खननको बाटो र अर्को जङ्गलको बाटो। जताभावी चरीचरण हुनु, जताभावी बाटोहरू खनिनु, अनि जताभावी त्यो उत्खननहरू हुनु, खाल्टोहरू बनाउनु, अनि आगलागीहरू हुनु र वृक्षारोपणको कामहरू चाहिँ पटक्कै नगरिनु। कहिलेकाहीँ सरकारी तर्फबाट आज वृक्षारोपण कार्यक्रम छ भनेर न्युजमा चाहिँ आउँछ, तर त्यो बिरुवा रोपेको हो कि रुख रोपेको हो थाहा पाइँदैन। अनि रोपेको बिरुवाको अनुगमन कसले गर्ने त? त्यो बिरुवा कत्रो भयो, कस्तो भयो, बिरुवा र बालकलाई एकै नासले चाहिँ संरक्षण गर्नुपर्ने। तर अब यो आयोजक साथीहरूले चाहिँ बजेटको हिसाबले कार्यक्रम गर्ने, बजेट कसरी चाहिँ सिद्ध्याउन पाइन्छ त्यो हिसाबले कार्यक्रम गर्ने र आजसम्म वृक्षारोपण कार्यक्रममा रोपेका बिरुवाको अवस्था कस्तो छ भन्ने कुराहरू चाहिँ न्युजमा सुन्न आएको पो छैन। पालिकासम्म जाऊ, अनुगमन करू, मेयर उपमेयर में जो समन्वय नहीं रहे हो तो समन्वय कराओ ना। सब स्थानीय सरकार के अथी अधिकार द के नहीं बढ़िया बात भेली। समन्वय करेला जाओ आ दुनू के मेयर उपमेयर के समन्वय नहीं भेला के कारण ओतऽ के जनता पीड़ित है। जना कृषि में नहीं ध्यान दै छथिन, मेयर के उपमेयर में दुनू में समन्वय नहीं भेला के कारण कृषि के जना धनौजी के अवस्था खराब, सब पालिका के तेहने है। समग्र मध्य प्रदेशका जति नदी विकास एरियाहरू छन् नि, हामी तिनीहरूको फिजिबिलिटी स्टडीको प्रोग्राम हामी राख्न खोजेका छौँ। नेक्स्ट प्लानिङमा हामी पुरै मधेसको चाहिँ त्यस्तो एरियाको अध्ययन गराएर फिजिबिलिटी स्टडी हामी गराउँछौँ। व्हाट इज पोसिबल, वेयर पोसिबल, व्हेन पोसिबल। होइन, अहिले हजुरको कमलाको के अरे कमला विकास क्षेत्रकै कुरो रहेछ। हामी अस्ति बाबाको ढाबामा राजनीतिक चाहिँ एउटा कमिटमेन्ट पनि पायौँ।
मान्यजी पनि हुनुहुन्थ्यो त्यसमा। तर हजुरको हामी प्रदेश गौरवको आयोजना बनाउन कहाँ वी आर इम्पिडिङ समवेयर, हामी रुकिरहेछौँ। 3 तहका सरकारबीच रोयल्टी बाँडफाँडमा समेत चुनौती देखिन्छ। यति मात्र होइन, ढुङ्गा, गिट्टी र बालुवा उत्खनन कार्य मनलाग्दी भइरहेको व्यापक जनगुनासो छ। नदीजन्य स्रोतको उत्खनन वातावरण मैत्री ढङ्गले गर्नुपर्ने देखिन्छ। नेपाल सरकारले निर्माण गरेको कानुन र प्रदेश सरकारले निर्माण गरेको कानुन अनुसार जुन बाँडफाँड हुनुपर्ने थियो त्यो स्थानीय तहले त्यो राजस्व बाँडफाँडमा चाहिँ अहिले पनि तपाईँको अनाकानी गरिरहेको छ र त्यसले चाहिँ तपाईँको विकास निर्माणमा पनि असर परिरहेको एउटा कुरा हो। जुन एरियामा चाहिँ तपाईँको नदीजन्य पदार्थहरू उत्खनन हुन्छ त्यो एरियामा चाहिँ फोकटमा फ्रीमा चाहिँ त्यो नदीजन्य पदार्थ चाहिँ लिएर चाहिँ तपाईँको अरू ठाउँमा बिक्री वितरण गर्दाखेरि त्यहाँका जनताहरू मार्कामा परेको छ र सस्तो हुनुपर्ने ठाउँमा महँगो चाहिँ गरेर चाहिँ तपाईँको फ्रीमा ल्याउने अनि महँगोमा चाहिँ बेच्ने काम भइरहेको अवस्था छ। त्यसरी चाहिँ तपाईँको अरू ठाउँको चाहिँ जनताहरू चाहिँ मार्कामा परेको र पीडामा परेको अवस्था अहिले पनि छ र त्यसको निगरानी हुनु पनि एकदम जरुरी छ। त्यो स्थानीय तहले गर्नुपर्ने, प्रदेश सरकारले गर्नुपर्ने कामहरू पनि भइरहेको अवस्था छैन। यो गिटी ढुङ्गा बालुवाको कुरा दुई पालिका बीच अहिले स्थानीय तहहरूमा झगडा भइरहेको अवस्था चाहिँ छ। सिमानामा नदी परिदिन्छ, त्यसको हामीले ठेकापट्टा लगाएनौँ भने अर्कै समस्या हुन जान्छ, बाढीको समस्या हुन जान्छ, बस्ती डुबानमा हुन जान्छ। बालुवाको लेभल अपग्रेड माथि आउँदाखेरि, बेड माथि आउँदाखेरि पानी अन्यत्र छरेर त्यहाँका जङ्गलहरू पनि विनाश हुने गरेको अवस्था चाहिँ छ। त्यहाँको बोट बिरुवाहरू, हाम्रो आफ्नै पालिकाको पनि बोटहरू सुकेर गइरहेको अवस्था चाहिँ छ भने त्यसलाई व्यवस्थित गर्नु हाम्रो आफ्नो जिम्मेदारी र त्यो बिचमा हामीले धेरै जस्तो समस्याहरू, मुद्दा मामला नै खेपेको अवस्था चाहिँ छ। यो वर्षको नीति तथा कार्यक्रममा पनि हामीले धेरै कुराहरू राखेका छौँ, जस्तै चुरे जोगाऊ चुरे बचाऊ भन्नेको लागि चुरे संरक्षण रिलेटेड संवाद र त्यसको व्यवस्थापनतिर कसरी लाग्ने भन्ने हाम्रो प्रमुख एजेन्डा रहेको छ भने हरित प्रदेश प्रमुख नदी नाला नियन्त्रण तथा जल संरक्षण हैन, मुख्यमन्त्री हरित प्रदेश अभियान, जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परमसुख भन्नुको मतलब हामीले बाटोमा रुखको पनि विकास गर्ने। अब एक निर्वाचन क्षेत्र यसरी गरेर रुख बोट बिरुवाहरूलाई रोप्ने र साथै फोहोर मैला पनि यसको लागि चाहिँ घातक नै हो र त्यसको पनि व्यवस्थापन कसरी गर्ने भन्ने कुरोहरूमा पनि हाम्रो पहल रहेको छ र नीति तथा कार्यक्रममा हामीले यी कुराहरू राखेका छौँ। चुरेको महत्त्व तराई मधेसमा रहेको उर्वर भूमिको उत्पादकत्वमा मात्र नभई विपदसँग पनि जोडिएको छ। जथाभावी दोहनका कारण बाढी र पहिरो दुवैको जोखिम उच्च हुन्छ। त्यसैले प्राकृतिक स्रोतको विनाशभन्दा दिगो उपयोग गर्ने नीति अवलम्बन गर्दै हरित आर्थिक वृद्धिको मार्गमा अगाडि बढ्न आवश्यक छ।